हामी चाहिँ गुम्बा हेरेर आइसक्यौँ दाइ किन कराए त बहिनी भन्दै थियो म पुच्याएर मार्छ कि यिनीहरूले मलाई हजुर मैले अलि मलाई मनै परेन के रिताले मलाई यस्तो गरेर कसम भनेको म त मेरै सल्ले पोजिरहेछ फेरि यिनीहरूले के हुन्छ त घरमा धुनुहुन्छ कहिले म बनाउ यसले राम्रो बनाएन म बिचमा बस्दिनँ यार कुच्यायो तिमीहरूले म पछि नै बस्नु म त पछाडि नै बस्छु अब त म आउँदिनँ यस्तो कुरा हो मैले किन फेरि मलाई सुस्मिताले पनि चिज देला फेरि मलाई आउँदैन मात्र यिनीहरूको टिप्स आयो भनेर मलाई दिइरहेको छ होइन नदरा सो गाई चाहिँ हेर्नु सक्नुहुन्छ मैले त एउटा आँखाले अगाडि हेरेँ एउटा आँखाले पछाडि पनि हेर्नु हजुर 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 बाटो हाम्रो यस्तो छ अगाडि देखाइदियो पनि ल हजुर हो बाटो गाई त हो रत्न उकालोमा यस्तो डरायो भने कस्तो भनेको यार म राइडर जस्तो मान्छेसँग डराइदिरहेको यस्तो ओह्रालोमा होइन तर होइन उहाँसम्मको बाटो चाहिँ ठिकै हो होइन त्यहाँ हाम्रो यता चाहिँ बहुत पच्चे पछाडि बसेर घाँटा खेलेर खुबै त यो उकालोमा म हिँड्छु नि भाँसी छ क्या नचाली बस्न भनेका यो डराको देख्दाखेरि मलाई हाँस्छु ला यस्तो प्याजका धुलो हान्थ्यो ल मेरो जुत्तामा त यार बाटो त मात्रै हो नि हान्दै गऱ्यो म त्यो डराएर मलाई चाहन्छु मैले तान्नु ल हो आज ल अब त यहाँबाट त त्यस्तो उकालो छैन नि है